हामी चाहिँ अहिले कहाँ पुग्यौँ भन्दै थियो चन्दनले? मेरो नाम हो चन्दन। अहिले हामी पुगे चन्द्रगिरी। म्याचिङ। एन्ड सानो मान्छेहरू के सबैको हार्दिक वेलकम ब्याक इन माई न्यू ब्लग होइन। आजको नयाँ ब्लगमा सबैलाई स्वागत छ। स्वागतमा त्यही हो। अहिले चाहिँ मेरो साथमा छ चन्दन, काली, दाउस अनि यता हाम्रो एउटा भाइ। नाम भन्नु त भाइ एकछिन? समीर नाम है। अनि त्यही हो, आज वेलकम छ भाइलाई पनि ब्लगमा। हामी चाहिँ यसो आज नयाँ ठाउँ घुम्न जाँदैछौँ होइन त, हो कि नै भन्दा? हो। के छ प्लान भन्छ? अब बजेट सजेट कस्तो छ? प्लान त मेरो होइन क्यारे, तिम्रो प्लान आज जाँदैछौँ कि हामी, एउटा साथले मलाई ठाउँ भनेको थियो होइन, त्यहीँ जाँदैछौँ। अब फलम के हुँदै जाने हो, त्योभन्दा पछि चाहिँ अब हेर्दै गरेपछि थाहा हुन्छ। ब्लग हेर्दै गरेपछि थाहा हुन्छ। अहिले हामी कहाँ जाँदैछौँ? अहिले हामी नयाँ नयाँ ठाउँ है। नयाँ ठाउँ हो, भेटेपछि हेरौँला। ल ठुलो एन्सर मान्छेहरू, हामी चाहिँ गौशाला पुगिसक्यौँ होइन। अब गाडी चढ्ने पालि आइसक्यो। अब कता हो थाहा होइन। चन्दन गेडाहरू अगाडि छ है। सानो मान्छेहरू हामी चाहिँ कलङ्की पुगिसक्यौँ होइन। जाँदैछौँ हामी कहाँ जानु अरे हामी? चन्द्रगिरी जाँदैछौँ होइन। तिनजना हिँडेर अहिले चाहिँ गाडीको खोजीमा हामी। जुस पिला दो मैंगो का, मौसम का हाल खराब है। जुस पिला दो मौसमी का। हामी चाहिँ अहिले कहाँ पुग्यौँ भन्दै थियो चन्दनले? मेरो नाम हो चन्दन। अहिले हामी पुगे चन्द्रगिरी। म्याचिङ है। गेट होइन त कामहरू त भयो। त्यही ब्ल्याकी वाइटी है। चन्द्रगिरी हिल्स नाम चाहिँ। हामी हिँड्दै आएको। अरे हिँड्दै भन्छु यताबाट होइन, फेरि यता टिकट काट्दैला होइन त। ठाउँ त बबाल जस्तो लागिरहेछ त। फिल कस्तो आइरहेको तँलाई? फिल त बबाल म्याचिङ होइन त। यस, चिसो 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 मौसममा पारिपट्टि फुलहरू हेर्न। गुलाबको फुल एउटा टिप्दिउँ न। गुलाबको फुल तिमी बबाल फुल छ क्या गुलाबको। आम्मामा ठिक छ। हामी चाहिँ अब जाँदैछौँ माथितिर होइन। चाहिँ के हो यो? लोकेसन हो यो? लोकेसन हो माथिको। जाने हो कसलाई भने? मन्दिर चाहिँ त्यहाँ रहेछ होइन। केबल कार पनि रहेछ। र हामी कसरी जाने भन्दा? हामी त हिँडेर नजाने केबल कार नचढ्ने त नचढाउने मलाई केबल कार चढाइदिउँ न। तिम्रो त एउटा घन्टा मात्र मेरो है। त्यो त्यसमा एउटा केबल कार जोड्नु पर्यो। जोडिसक्यो भने तँलाई लग्छु रुक्न केही दिन। ठिक छ हामी जाँदैछौँ होइन। थाक लाग्दैछ हिँडेर एकदम। सो गाइस अहिले लक्ष्मण भाइ मेरो हिँडिरह भ्लग चाहिँ मैले बनाइरह। त्यहाँ फेरि मेरो एउटा डन्डे दाई हो। त्यहाँ डन्डे दाई हो, मेरै बिरादरी हो। होस् जे भयो नि होइन, जे भयो नि होस्। यहाँ अब फोटो सोटो हाल्नु पर्यो। जान्छु। तिम्रो प्लेन जाँदैन, मेरो मात्र जान्छु। ल सप्तबारी। आई लभ चन्द्रगिरी म्यान।
केटाहरू उता हिँड्दैछ होइन, हामी पनि यता जाँदैछौँ। के अरे यो केबल कार चढ्नु चाहिँ अहिले बजेट भएन, तर एक दिन चाहिँ चढ्छु म यो होइन, के भन्छ केबल कार। अनि चढेको भिडियो भ्यू सब देखाउँछु होइन। चढ्न त चढाएको छु म, कतिचोटि चढेको छु केबल कार भनेर 3-4 चोटि चढेको छु यहाँको होइन। अन्त त्यही हो, अहिले केटाहरू यता जाँदैछन्। हैट कस्तो लागिरहेछ त चन्द्रगिरीमा? बब्बाल के गरेर तैँले कता जाने भने तैँले? यो म्याप हेरिदिने हो त, पिङ्क पनि छ हो, हेर्नु यहाँ कस्तो बबाल हो। यहाँ चाहिँ अब ठुलो सानो मान्छेहरू होइन, चन्द्रगिरीको टोटल म्याप भनौँ न त्यस्तै छ होइन बनाएको, हेर्नु सक्छु। यहाँ चाहिँ अब पार्क जस्तो छ भनेर देखा होइन, घोडाहरू पनि ट्राभल हुन्छ भनेर देखाएको छ। यो चाहिँ के होला भन्ने घर होला सायद होइन, यही होला। अनि त्यसपछि यो केबल कार भएको पिङ्क पनि छ अरे, कता डाँडा काँडा देखिन्छ अरे उता हेर्न, पहालमा पुरा आइदिएर क्या प्लान्ट होइन। यो भइहाल्यो, यस्तो छ होइन। यो रियलमा पनि यस्तै छ भनौँ न, म्याचिङ रियलमा चाहिँ यो भन्दा नि बबाल छ क्या। अब त्यही हो, हामी निस्किदिन्ला होइन त। ओ निस्किने होइन, निस्किने भाइ, गाडी नि पाउँदैन त्यहाँ। अब हामी गाडी छोपेर चल्दिने होइन त छैन। सानो मान्छेहरू होइन, हामी चाहिँ अब गेटबाट निस्किँदैछु। गाडी पाउनु ढिलो हुन्छ होइन त, एकदम ढिलो भइसक्यो। बडी देखाइदिएन तेरो, केटीहरू पट्टि जान्छ कि ल झट्ट ल जान केटी छैन। देखा गाडी आयो यता साइडबाट फुटपाथबाट। यसले आफ्नो बडी लुकाइरहेको छ, मतलब तेरो गर्लफ्रेन्ड कहाँ गयो अरे? छैन अब गर्लफ्रेन्ड, विराटनगरको गर्लफ्रेन्ड त्यसको, त्यही भएर लुकाइरहेको बडी। यताबाट हो, यहाँबाट जाऊँ होइन हामी निस्किने। अब बस पक्रिँदै अब त्यही हो होइन त। अब भ्लग इन्ड यतिमै हो, लाइक एन्ड कमेन्ट सेयर हानिदिनु पर्यो। केही चाहिएन दिदी बोलायो तर हामी नजाने, किन नजाने भन्छ, सुक्को छैन, ओहो पैसा मात्र हो। अनि बसमा चढेर चल्दिएर हामी कुन ठाउँ अरे? हो चन्द्रगिरी नै हो, चन्द्रगिरी हो यो ठाउँ हामी। सो ठुलो एन्ड सानो मान्छेहरू हामी चाहिँ आज त्यही नै हो होइन, चन्द्रगिरी हिल्स घुमेर आयो भनौँ न। अब त्यही हो, बजेट नपुगेर अन्त नघुमेर, मतलब अन्त त के भन्ने होइन, बजेट नपुगेर त्यही हो। हामी चाहिँ त्यो केबल कारमा चढेनौँ होइन, मन्दिरतिर गएनौँ, त्यही हो तलतिरको भ्यू हेऱ्यौँ होइन। पैसा भएपछि चाहिँ जानेछौँ अनि त्यही हो। अहिले चाहिँ चन्दन पनि रुम गइसकेको छ, म पनि रुममा आइसकेको छु होइन। त्यही नै हो, राति भइदियो क्या बसमा आउँदा हुँदै होइन। अनि त्यही हो, अब त्यही आजको भ्लग चाहिँ यति नै सिद्धिन्छ। फेरि मिलाउँला अर्को नयाँ भ्लगमा, त्यति बेलासँग बाई बाई। सबैले यतिसम्म हेरिदिनु भएकोमा धन्यवाद। लभ यु अल ठुलो एन्ड सानो मान्छेहरू।